हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला सबैजना होइन। अलि धेरै दिन नै भयो मैले भिडियोहरू पोस्ट गरेको होइन, किनकि मेरो बहिनी बिरामी भएर म चाहिँ हस्पिटलतिर बिजी नै थिएँ। अनि त्यसले गर्दा चाहिँ मैले भिडियोहरू पोस्ट गरिरहेको थिइनँ। अनि आज चाहिँ बिहान मैले 9 बजेतिर बहिनीको डिस्चार्ज लिएर होइन हस्पिटलबाट, दाइ पनि हिजो आउनुभएको थियो पोखरा। अनि हामी चाहिँ डिस्चार्ज गरेर खानासाना खाएर अनि बहिनीलाई छोड्न चाहिँ म लमजुङ हिँडेँ, मेरो जन्मघर होइन। अनि जन्मघर जाँदै गर्दाखेरि बाटोमा बनाएको यो भिडियोहरू चाहिँ अलिअलि क्लिपहरू होइन। बाटोतिर त अब रमाइलो हुन्छ नि त, अनि जस्तो भए पनि अनि भिडियो चाहिँ बनाइहालेँ, याद आयो अनि बनाइहालेँ। अनि बाटोहरू चाहिँ अहिले त बर्खा मासको टाइम छ नि त, अनि घरि भत्किने पहिरो झर्ने त्यस्तै त भइरहेको छ। अनि हामी त यति बेला दमौलीको पुल आइसकेको थियौँ। हेर्नु है, यो चाहिँ नयाँ दमौलीको नयाँ पुल। यो नयाँ पुल चाहिँ अब कहिले बनिभ्याउँछ होला है। अनि म चाहिँ त्यो हेर्न आतुर छु कि कहिले बनिभ्याउँछ अनि कहिले कस्तो हुन्छ होला भन्न चाहिँ। अनि हामी चाहिँ दमौली, यो चाहिँ अब दमौलीको बजार आइसक्यौँ हामी चाहिँ। अनि बाटोमा हिँड्दा चाहिँ आफूले एकदम ख्याल गरेर हिँड्नुपर्छ, आफूले राम्रोसँगै चलाए पनि साधन भन्ने कुरा होइन। अरूले आएर हान्दिन बेर नलाउने कि धन्न मैले भिडियो बनाउँदै आइरहेको थिएँ। अनि अझै त्यहाँ डन्नै हानेन कि हामीलाई दमौलीमा। अनि मैले चाहिँ थोरै भिडियोहरू बनाउँदै हिँडेको थिएँ। अनि यति बेला त हामी त डुम्रे आउने बेला भइसकेको रहेछ साथीहरू, हेर्नु होइन। यो चाहिँ डुम्रे बजार। अनि डुम्रे बजारबाट चाहिँ भित्र छिर्ने हो नि त हामी त लमजुङ जान त। अनि यहाँबाट तलभित्र छिर्नुपर्छ हामी चाहिँ, होइन है। अब हामी चाहिँ यहाँबाट घर लाग्यौँ। अनि मलाई यो डुम्रे आइसकेपछि चाहिँ म घर आइसकेँ जस्तो लाग्छ। अनि एकछिन हामी यहाँ भुल्यौँ, हामीले नि पानीहरू खायौँ, घाम एकदम सर्कुलाएको थियो। अनि फलफुल किनेर आफ्नो गन्तव्यतर्फ लाग्यौँ। अनि मलाई यो डुम्रे पुगेपछि चाहिँ घरै पुगे जस्तो फिल हुन्छ। तर डुम्रेबाट बेसर आउने बाटो एकदम खराब छ नि त, बिचमा बाटो बनाउँदै हो। अनि बर्खा मासको टाइम हेर्नु न, यत्रो बर्खालो, यो कहिले बनिभ्याउँछ होला है। त्यही माथि यो बर्खाको टाइममा त पहिरो जताततै पहिरो हुन्छ नि त, त्यही माथि बाटो बनाउन थालेपछि त यस्तै हो बाटो त। ल हेर्नुहोस् है, कत्रो ठुलो खाल्डोहरू हो। मलाई चाहिँ फेरि एकदमै डर लाग्छ कि यस्तो बाटोहरू देखेपछि, डरै आइरहेौँ हामी चाहिँ आयौँ। तर दाइले राम्रोसँग ल्याउनुहुन्छ नि त, दाइप्रति विश्वास चाहिँ छ कि दाइले चाहिँ मजाले चलाउनुहुन्छ नि त बाइकहरू जस्तो ठाउँमा पनि। अनि त्यही भएर डर चाहिँ त्यति भन्दा नि आफूलाई अर्कै किसिमको डर कि त्यो लडिन्छ कि भन्नेवाला। अनि बाटोहरू फेरि भत्केको कति ठाउँमा बनाउँदै गरेको। अनि यहाँ त हामी आधा घन्टा भन्दा नि बेसी जाममा पऱ्यौँ। त्यही माथि टन्टलपुरे घाम, यति ठुलो घाम, चर्को घाम थियो होइन। टाउको दुखेर त्यही माथि 3 दिन भइसकेको थियो हस्पिटल बसेको। अनि टाउको दुखेर निन्द्रा नपुगेको, टाउको दुखेर त्यस्तै चर्को घाम। अनि कति गाह्रो भइरहेको थियो आज चाहिँ आउन नि। अनि बाटो नि फेरि त्यस्तै। अनि 3जना सामान अनि मान्छे 3जना। यो चाहिँ हामी लमजुङ प्रवेश गरिसक्यौँ। लमजुङको चाहिँ यो प्रवेश गर्ने बित्तिकै सानो एउटा बजार छ नि त, हाम्रो चाहिँ पाउँदी बजार भन्छौँ होइन। यहाँ चाहिँ एकादशीमा एकदम ठुलो मेला लाग्छ। अनि पाउँदी बजार आइसक्यौँ। अनि अलि अगाडि आइसक्यौँ, हामी चेकिङ पनि परेको थियौँ, तर मैले भिडियो चाहिँ बनाएको थिइनँ। अनि हामीलाई चाहिँ चेक गर्नु भएन, जानुहोस् भनिदिनु भयो। अनि हामी भोटोडाँडा आइसक्यौँ। हेर्नु है, भोटोडाँडा आएर पनि हामी त पारी कट्नुपर्छ नि त भोटोडाँडाबाट। अनि भोटोडाँडाबाट पारी कट्यौँ। यो चाहिँ भक्ति नमुना स्कुल ल, लमजुङको सबभन्दा ठुलो कलेज स्कुल भनेको नै त्यही होला सायद है, मलाई चाहिँ जहाँसम्म लाग्छ। अनि यो चाहिँ हाम्रो, त्यहाँबाट नि हामी तल झरेर हाम्रो गाउँ जाने बाटोतिर लागिसक्यौँ। गाउँ जाने बाटो पनि फेरि बिचमा भत्केको रहेछ कि थोरै, त्यो पहिरोहरू गएको। अहिले बर्खा मासको टाइम, यस्तै त हो है, पहिरो त गइहाल्छ जताततै। अनि जताततै पहिरो गएको। अनि यतातिर गई हेर्नु त यत्रो ठुल्ठुलो पहिरो, हिलो बाटो। अनि बर्खा मास त यस्तै त हो। अनि अब चाहिँ हामी घर आइपुग्ने बेला हुन आँटिसक्यो। हेर्नु है, मैले थोरै भिडियो बनाएको थिएँ नि त। अनि यो चाहिँ हाम्रो घर जाने बाटो नि आइसक्यो अब चाहिँ। अनि अब चाहिँ हाम्रो अफ रोड बाटो सुरु भइसक्यो हेर्नु होइन। ढलान चाहिँ तलसम्म मात्रै थियो। अनि यो बाटो नि अहिले चाहिँ बिचमा ढलान भएको रहेछ हाम्रो घर आउने बाटो पनि। अनि त्यही भएर अलिक सजिलै भएको थियो, पहिला भन्दा चाहिँ सजिलै भएको थियो। म चाहिँ 2 महिनापछि घर आएको, कति बेला घर पुगौँ जस्तो भइरहेको थियो कि मलाई चाहिँ। बाटो हेर्नु न फेरि यस्तो अफ रोड बाटो हो है। यस्तो बाटोमा नि हाम्रो दाइ चाहिँ फेरि कडा हो क्या चलाउन चाहिँ, एकदम कहीँ केही नगरिकन हामीलाई घर सुरक्षित साथ ल्याइदिनु भयो हेर्नु है। हामी चाहिँ घर पनि आइपुग्ने बेला भयो। अनि घर पनि आइसक्यौँ अब हामी। अनि
आइपुगेँ अनि हामी आएको देखेर बहिनी हेर्नु न, सानो बहिनी त कति धेरै खुसी भएर उफ्रेर रमाएर होइन, कति धेरै खुसी भइहाल्यो। अनि दिन धेरै समयपछि दिदी बहिनीको भेट भयो। यता चाहिँ बाई बाई, आजलाई यति।